एक समय थियो जब घमण्डले देवताहरूको हृदयसम्म छोएको थियो। राजा दक्ष, देवी सतीका पिता र भगवान शिवका ससुरा एक भव्य यज्ञको तयारी गर्दै थिए, ज्योति, वैभव र अभिमानको यज्ञ। तर आफ्नै अहङ्कारमा उनले एउटा आसन खाली छोडे, देवादिदेव महादेवको आसन। सतीले आँसुका साथ मृदु स्वरमा भनिन्, स्वामी, म जानै पर्छ। मेरो पिता यज्ञ गर्दैछन्, तर तपाईँलाई निम्ता गरेका छैनन्। शिवले शान्त स्वरमा उत्तर दिनुभयो, सती, अभिमानबाट उठेको आगो देवताका लागि होइन, त्यो त स्वयंको विनाशको लागि हो। त्यो दिशातिर नजाऊ। तर सतीको हृदय शान्त हुन सकेन। उनी दुःखको घुम्टो ओढी पिताको दरबारतिर हिँडिन्। दक्ष रिसाउँदै चिच्याए, त्यो वनमा बस्ने उन्मत्त योगी, जो भूत र प्रेतसँग बस्छ, मेरो छोरीका लागि भगवान कसरी हुन सक्छ? सतीको शरीर काप्यो। उनका आँसुहरू यज्ञको अग्निमा खसे र बाफ बनेर उठे। सतीले दृढ स्वरमा भनिन्, यो शरीर जसलाई तपाईँको अहङ्कारले जन्म दिएको छ, अब तपाईँको घृणा सहन सक्दैन। म आफ्ना प्रभुसँग फर्किन्छु। तर आगोको रूपमै उनी यज्ञको अग्निमा प्रवेश गर्छिन्। उनको शरीर सुनौलो ज्योतिको बन्छ र प्रकाशमा रूपान्तरित हुँदै विलीन हुन्छ। जब प्रेमको ज्वाला खरानी बन्यो, सारा सृष्टि काप्यो। महादेव शोकले आकुल भए, आकाश च्यातेर सतीको जलेको शरीर काखमा लिएर ताण्डव गर्न थाल्नुभयो। विनाशको नृत्य। ब्रह्माले भने, यदि यो रोकिने छैन भने सारा संसार नाश हुनेछ। त्यसपछि विष्णु उभिए, शान्त तर दुखी आँखासहित, हातमा आफ्नो सुदर्शन चक्र घुमाउँदै। सन्तुलन पुनर्स्थापना गर्न विष्णुले आफ्नो दिव्य चक्र प्रक्षेपण गरे र सतीको शरीर पृथ्वीभर टुक्रा टुक्रा भएर फैलियो। 51 शक्तिपीठहरूमा, जसले तारका जस्तै चम्किलो ऊर्जा फ्याँकिरहेका थिए, र यही यो उपत्यकाको मुटुमा उनको सबैभन्दा गुप्त र पवित्र अंश, योनि, सृष्टिको रहस्यमय स्रोत पृथ्वीमा खस्यो। त्यो दिव्य प्रकाशबाट जन्म लिइन् गुहेश्वरी, गोपे देवी, जसको शक्ति सम्पूर्ण सृष्टिको मूल हो। यहाँ देवी देखिन्न, उनी महसुस गरिन्छन्। उहाँको न रूप छ न अनुहार, केवल एउटा पवित्र कलश, सृष्टिको प्रतीक, माथि गर्भको प्रतिरूप। हिन्दू र बौद्ध भिक्षुहरू एकैसाथ टाउको झुकाउँछन्, एकै स्वरमा मन्त्र उच्चारण गर्छन्, किनभने उनी शक्ति हुन्, सबै मार्गहरूको स्रोत। जुन सती दुखमा जलिन्, उनले सृष्टिको गर्भ बनिन्। उनको पतन अन्त्य होइन, त्यो त नयाँ सुरुवात थियो। हरेक मन्दिरमा, हरेक जन्ममा, हरेक श्वासमा गुहेश्वरी, गोपे देवी अझै सास फेर्छिन्।